यो सरकारले जे खालको जुन काम गरेको छ होइन त्यसरी भत्काइदिइसकेपछि त्यसको आत्तिएर त्यहाँ अघि म गएको रुनेहरू मात्रै थुप्रै होइन रुने भगवानै आइपुग्नुभयो भन्नुहुन्छ घरिघरि के भन्नुहुन्छ कस्तो लाग्छ म भगवान त होइन म त मदनाथे सानो मान्छे हो तथापि उहाँहरूको दुःख के रहेछ भनेर अब टिभीमा हेरेर हामी मोबाइलमा हेरेर मात्रै त भएन भन्ने हिसाबले म त्यहाँ गएको थिएँ जाँदाखेरि त्यो खालको आर्तनाद देखियो त्यो देख्दा दुखी छु रिस पनि उठिरहेछ मापदण्डको विषयमा चाहिँ अध्यक्ष के भन्नुहुन्छ अब जस्तो योभन्दा पहिला 20 मिटरको मापदण्ड भन्ने थियो वारिपारी पछि 40 मिटर बालेन महानगरको प्रमुख हुँदाखेरि 40 मिटरको भन्ने हिसाबले फेरि डोजर चलाइयो पछि फेरि अहिले अदालतले 20 मिटरकै मापदण्ड कायम राख्नु भनेर त्यो फैसला आदेश आइराख्दाखेरि अहिले फेरि अब खोला किनारा बस्तीहरू चाहिँ 20 मिटर मापदण्ड कायम गरेर हटाउँदा पनि तपाईँले पनि भेट्नुभयो हाम्रो 30 मिटरमा फेरि अहिले फेरि हाम्रो पनि घर जाने भयो माइकिङ सुरु भइसकेको छ भनेर एक डले शासकै पिच्छे शासनकालै पिच्छे फरक फरक मापदण्ड कायम गर्ने अब धेरैको उठिबास हुने भयो यसमा चाहिँ तपाईँ कतिको सचेत हुनुहुन्छ यो चाहिँ के छ भन्दाखेरि अब उहाँहरूको प्लान के हो सरकार एउटा त सरकार भनेको मुखर छैन होइन मलाई मन नपर्ने कुरै त्यही हो सरकारले के गर्दैछ पारदर्शी हुनुपर्छ क्या आज पनि स्ट्याटसै लेख्नुभयो प्रधानमन्त्रीले तपाईँले हेर्नुभयो स्टेटस त लेख्दै बसिरहेको छ नि त लुकेर त्यो काम लाग्दैन त क्या त्यस्तो आएर भन्नु पर्यो नि त पत्रकार सम्मेलन गर्नु पर्यो पत्रकारलाई त्यहाँ प्रधानमन्त्री कार्यालय चियाउनु नदिएको कुरा पत्रकारलाई खेदाउँदै गरेको कुराहरू पनि देखाएको थिएँ मैले अघि होइन त्यस्तो पनि हुन्छ र स्ट्याटसबाटै शासन गर्न खोजिरहेछ बालनले त्यस्तरी हुँदैन हौ त्यस्तरी हुँदैन उहाँले सदनलाई तपाईँको छलिराख्नु भएको छ सदन लगाउनु भएको छैन सरकारले एउटा तपाईँको पत्र पठाएर राष्ट्रपतिले बोलाउने हो के अधिवेशनहरू त्यो गरिराखेका छैनन् बजेट बनाउनु पर्ने कता हो के हो हाम्रो योजनाहरू के हुँदैछन् त्यो हेर्नुपर्ने यस्तो तरिकाले हुन्छ र होइन यो रासपाको सरकार यो बालनको सरकार कम्प्लिटली फेल भयो फेल हो त नि होइन जनतालाई रुवाउने जनतालाई मार्ने होइन जनतालाई चाहिँ कुल्चने बुटको शासन बन्दुकको शासन र लट्ठीको शासन चलाउन खोज्ने सदन नबोलाउने होइन हामीलाई के जस्तो नमान्ने लोकतन्त्रलाई के जस्तो नमान्ने जनतालाई के जस्तो नमान्ने गरिब दुखीलाई के जस्तो नमान्ने मान्छे फेल नभएर को फेल हुन्छ सिधै फेल भइसक्यो नैतिकताको आधारमा तपाईँको चाहिँ राजीनामा दिँदाखेरि हुन्थ्यो दिनु त पर्छ त यो सरकार अब यो सरकारबाट अब चल्दैन के चल्छ त अनि सबै मान्छे अब आन्दोलित मात्रै छ होइन म मात्रै हो र आधाभन्दा धेरै मान्छे त रिसाइरहेछ अनि है नाकामा हेऱ्यो नाकामै समस्या सिमानामा हेऱ्यो सिमानामै समस्या होइन हो कि भन्नु न कहाँ समस्या छैन काठमाडौँभित्र काठमाडौँमै समस्या जता हेऱ्यो समस्या जो पनि रिसाइरहेको व्यापारी पनि उफ्रिरहेको विद्यार्थी पनि उफ्रिरहेको सुकुम्बासी उफ्रिरहेको अव्यवस्थित बसोबासी उफ्रिरहेको किसान उफ्रिरहेको हामी जस्तो सांसद पनि अब उफ्रिने बेला भयो होइन भनिसकेपछि सबै मान्छेलाई रिस उठाइदिने सरकार चाहिँ सफल भनिदिनु पर्ने हामीले